हेलो गाइज, गुड मर्निङ। आज चाहिँ हामी जामाचो जाने भनेका छौँ। जामाचो जाने क्रममा चाहिँ हामी 22 तारा मन्दिर दर्शन गरौँ अनि त्यतैबाट जामाचो जाम भनेर लागेका छौँ। अब चाहिँ हामी जाँदा जाँदै 22 तारा पूजा गरेर हाइकिङको लागि फुलबारी गेट हिँडिसकेका छौँ। अब फुलबारी गेटबाट चाहिँ माथि जामाचो जान कति टाइम लाउँछ भन्ने केही पनि थाहा छैन। त्यसपछि फुलबारी गेटबाट हामी भित्र हिँड्यौँ। उकालो निकै नै गाह्रो थियो, सबैजना उकालोमा हिँडिरहेका थियौँ। हामी लगायत थुप्रै मानिसहरू हाइकिङका लागि आएका रहेछन्। त्यो देखेर धेरै नै खुसी लाग्यो अनि हामीलाई पनि हिँड्ने उत्साह बढ्यो र हामी सबैजना मिलेर उकालोतर्फ लाग्यौँ। जङ्गलकै बाटो भएर जाने भएकोले अलिअलि भने पनि डर थियो। जाँदा जाँदै फाइनल्ली हामी जामाचोको डाँडामा पुगिसकेका छौँ। आजको सबैभन्दा बेस्ट कुरा चाहिँ आज हामीलाई चाहिँ मुसलधारे पानी र असिनाले मजाले भिजाएको थियो। हाम्रो शरीर पुरै निचुप्पै रूपमा भिजेको थियो। त्यही पनि हामीले हिँड्ने कार्य भने रोकेन। यसरी नै हाम्रो जामाचोको हाइकिङ चाहिँ सफल भयो। हजुरलाई हाम्रो हाइकिङ कस्तो लाग्यो लाइक, सेयर, कमेन्ट गर्न नभुल्नुहोला। साथसाथै सब्सक्राइब र साइडमा रहेको बेल आइकन बटनलाई पनि क्लिक गर्न नबिर्सनुहोला।